न्यायकर्ताहरूको पुस्तक न्यायकर्ता 1 अध्याय। यहुदा र सिमियोनले अदोनी बेजेकलाई पक्रेका। यहोशूको मृत्युपछि कुन चाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इजरायलीहरूले परमप्रभुसित सोधपुछ गरे। परमप्रभुले जवाफ दिनुभयो, यहुदाले आक्रमण गरोस्, मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु। यहुदाका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनीहरूलाई भने, हाम्रो भागमा परेको जग्गामा हामीसँग आऊ र हामी कनानीहरूसँग लडाईँ गरौँ, अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौँ। यसैले सिमियोन तिनीहरूसँग गए। तब यहुदा आक्रमण गर्नलाई अघि बढे र परमप्रभुले कनानीहरू र परिजीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका 10,000लाई बेजेकमा मारे। त्यहाँ तिनीहरूले अदोनी बेजेकलाई भेटाए र तिनीहरूले लडाईँ गरे र कनानीहरू र परिजीहरूलाई तिनीहरूले परास्त गरे। अदोनी बेजोक चाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे र उनका हात र खुट्टाका बुढी औँला काटिदिए। अदोनी बेजेकले भने, हात र खुट्टाका बुढी औँला काटिएका 70 जना राजाहरू मेरो टेबल मुनि जुठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ। तब तिनीहरूले उनलाई यरुशलेममा ल्याए र उनी त्यहीँ मरे। यहुदाले यरुशलेम र हेब्रोन विजय गरेका। यहुदाका मानिसहरूले यरुशलेममाथि चढाई गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तरबारले मारे र त्यस सहरमा आगो लगाइदिए। त्यसपछि यहुदाका मानिसहरू दक्षिणतिर लागेर पहाडी देशमा, नेगेबमा र तराईमा भएका कनानीहरूसँग लडाईँ गर्नलाई उधोतिर झरे। तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे र सेसै अहिमन र तल्मईलाई परास्त गरे। हेब्रोनको पहिलेको नाउँ किरियत अर्बा थियो। ओत्नियलले दबिर विजय गरेर अक्सालाई पाएका। त्यहाँबाट तिनीहरू दबिरका बासिन्दाहरूका विरुद्धमा जाइलागे। दबिरको पहिलेको नाउँ किरियत सेपेर थियो। अनि कालेबले भने, जसले किरियत सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा ओत्नियलले त्यो लिए र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। एक दिन जब अक्सा ओत्नियल कहाँ आइन्, तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन्, तब कालेबले तिनलाई सोधे, तँलाई के चाहियो? तिनले भनिन्, मलाई एउटा दाइजो दिनुहोस्। तपाईँले मलाई नेगेबमा जग्गा दिनुभएको कारणले अब मलाई पानीका मूलहरू पनि दिनुहोस्। यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए। यहुदा र बेन्यामिनका अरू विजयहरू। मोसाका ससुराका सन्तान केनीहरू यहुदाका मानिसहरूसँग खजुरका रुखहरूको सहरबाट आराद नजिकको नेगेबमा भएको यहुदाको उजाड भूमिमा गए र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। त्यसपछि यहुदाका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस सहरको नाउँ होर्मा राखियो। यहुदाले गाजा, अस्कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए। परमप्रभु यहुदासँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर बेसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए। तब मोसाले खटाए अनुसार कालेबलाई हेब्रोन दियो र तिनले अनाकका 3 भाइ छोराहरूलाई धपाए। तर बेन्यामिनीहरूले यरुशलेमका यबुसीहरूलाई धपाएनन्। यसैले यबुसीहरू आजको दिनसम्म बेन्यामिनीहरूसँग यरुशलेममा बसेका छन्। योसेफले बेथेल विजय गरेका। योसेफका कुलले बेथेल आक्रमण गरे र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। तिनीहरूले बेथेलमा गुप्तचरहरू पठाए। पहिले बेथेलको नाउँ लुज थियो। यी गुप्तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, सहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ र हामी तिम्रो केही नोक्सानी हुन दिने छैनौँ। यसैले त्यसले तिनीहरूलाई सहरमा कसरी पस्ने हो सो बताइदियो र तिनीहरूले सहरका मानिसहरूलाई तरबारले मारे। तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोडिदिए। त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यसले त्यहाँ एउटा सहर बनायो र त्यसको नाउँ लुज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ। मनस्से र एफ्राइमका विजयको विस्तार।
तर मनस्यले बेतसान, तानाक, डोर, इब्लाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्, किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। पछि जब इजरायलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिले जम्मैलाई धपाएनन्, न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए। तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। अरू कुलहरूका विजयको विस्तार। जबुलुनको कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। आशेरले अक्को, सिदोन, अहलाब, अक्किजिब, हेलबा, अपेक र रहोबका बासिन्दाहरूलाई धपाएनन्। यसरी आशेरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। नप्तालीले बेथ सेमेस र बेथ अनातका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे र बेथ सेमेस र बेथ अनातका बासिन्दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए। एमोरीहरूले दानका सन्तानहरूलाई पहाडी देशमा धपाएका र तिनीहरूलाई बेसीमा आउन दिएनन्। एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र साल्बिममा डटेर बस्ने दृढता गरे। तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए। एमोरीहरूको सिमाना अक्रिबिमको उकालोदेखि सेलासम्म पर्थ्यो।